everyone, JMC, good morning, welcome back to my channel. If you guys are new to my channel, then I'm Khushi Tasniya. So स्वागत छ मेरो आजको नयाँ दिन नयाँ भ्लगमा. सो आजको भ्लग चाहिँ एकदम स्पेशल हुन गइरहेको छ किन भन्दाखेरि चाहिँ आज हामी जान्दैछ जन्ती मेरो दाजुको चाहिँ आज बिहे हो. सो उता भाउजूपट्टि चाहिँ आज चाहिँ हामी भाउजू लिन जान्दैछ. सो को छ भन्दा चाहिँ त हुनुहुन्छ मेरो भन्दै नि यता हुनुहुन्छ मेरो दादा अनि बेहुला देखाउँछ है. यता हुनुहुन्छ फुपा अनि यता हुनुहुन्छ आजको बेहुला. यता हेर्नुहोस् यता हुनुहुन्छ आजको बेहुला. सो हामी चाहिँ जाँदैछ यतै गर्नुहोस् होला. सो अब चाहिँ हामी फर्स्ट गाडी उता छ पछाडि. सो अब माथि पुगेर यता चाहिँ हुनुहुन्छ नाना नानी कुकु कुकु कस्तो दामी छ हेर्नुहोस् ल. यता छ गाडी यहाँनिर. यता हुनुहुन्छ बाबा हेलो भन्नु. यता चाहिँ बेहुला किन्थ्यो त फोटोसुट हुँदैछ हो. सो यता हुनुहुन्छ आमा देखाउँछ है. आइ भन्नु न. यता हुनुहुन्छ मेरो एन्सन दादा. यता चाहिँ हुनुहुन्छ दादाको नाम त प्रशान्त दादा. हजुरको बेहुला यता हुनुहुन्छ. सो गाइस हामीले चाहिँ पुगिसकेको छ अनि हामीले चाहिँ चियाहरू पनि लिइसक्यो. सो गाइस हामी चाहिँ मटकाको चिया खाँदैछ. कस्तो रहेछ मटकाको चिया? विशेष गरी टाढा नजिकबाट आउनुभएका हाम्रा जति पनि पाहुनाहरू अनि टाढाबाट आउनुभएका हाम्रो जन्ती पार्टीहरूलाई मेरो भित्र अन्तस्करणबाट अनि हाम्रो मण्डलीको तर्फबाट गाउँलेको तर्फबाट हामी स्वागत जनाउन चाहन्छौँ. परमेश्वरले हाम्रो जीवनमा दिनुभयो धन्यवाद छ. र विशेष गरेर प्रभु आज नयाँ सम्बन्धमा गाँसिँदै गरेका जन्ती टोलीलाई तपाईँ परमेश्वरले गर्दा तपाईँ र मैले सरलसँगले सोचेको विवाह सायद डुप्लिकेट विवाह भयो होला. तर परमेश्वरले सोच्नु भएको विवाह, परमेश्वरले प्रतिज्ञा गर्नुभएको, करार दिनुभएको विवाह तपाईँ र मेरो लागि चाहिँ स्वर्गबाट सम्पूर्ण कुराको बन्दोबस्त र आशिषसँग भएको हुन्छ विवाह. हामी परमेश्वरको वचनबाट केही कुरा हेर्दै जानेछौँ. यो विवाह सामाजिक सम्झौता मात्रै होइन. यो विवाह तपाईँ र मेरो पारिवारिक र
केही समाजलाई देखाउने एउटा ढङ्ग एउटा प्रकार मात्रै होइन, तर परमेश्वरले तपाईँ र मेरो जीवनमा राखिदिनु भएको एउटा प्रतिबद्धता हो, यो एउटा कमिटमेन्ट हो, यो एउटा प्रतिबद्धता हो। अनि त्यो चाहिँ 1 दिन र 2 दिनको लागि होइन, यो विवाह चाहिँ आजीवन जबसम्म परमेश्वरले तपाईँ र मलाई पृथ्वीमा लिन आउँदै गर्दाखेरि चाहिँ यो एकार्कामा केही प्रेममा रहिरहनु चाहिँ विवाहको गहिरो उद्देश्य हो। हालेलुया। जब परमेश्वरले सृष्टिमा हामी देख्छौँ उत्पत्ति 2:18-24-22 मा हामी देख्छौँ परमेश्वरले मानिस जातिलाई बनाउनु भयो, मानिसलाई बनाइसकेर अहो हेर्नुभयो, परमेश्वरले कम्प्लिट देख्नु भएन एउटा पुरुषलाई, अनि परमेश्वरले एकजना मानिसलाई कम्प्लिट नदेख्नु भएकाले गर्दा परमेश्वरले फेरि पनि एउटा योजना बनाउनु भयो, म यो मानिसलाई फेरि पनि आफ्नो एउटा सहयोगी म पत्नी बनाउने छु भनेर उत्पत्तिको किताब 2:22-24 सम्म हामी यो कुरा देख्दछौँ। त्यहाँनिर बडो मजाको कुरा छ, बडो ह्यान्डसम आदमले छेउमा देखिएको सुन्दरी स्त्री त यसो छेउमा हेर्दा त को रहेछ भन्दाखेरि त अरे ऊ त मेरो हाडको हाड मासुको मासुै रहेछ भन्नुको तात्पर्य ऊ त मबाटै नै बनिएको रहेछ भन्ने कुरा यहाँनिर बाइबल धर्मशास्त्रले प्रमाण गर्दछ। यो कस्तो मिलन हो, आफ्नै शरीरको एक भागबाट आफ्नो श्रीमती बनिएको हुँदो रहेछ। हुन पनि मलाई ताजुब नै लाग्छ, रबिनलाई आफ्नो वैधानिक पतिको रूपमा स्वीकार गर्न चाहनुहुन्छ? हजुर चाहन्छु। थ्याङ्क यू भाइ रबिनलाई। के तपाईँ छोरी एरिना अथवा एरिनालाई आफ्नो वैधानिक कानुनी रूपमा आजदेखि उपरान्त मेरो पत्नी हो भनेर स्वीकार गर्न चाहनुहुन्छ? हजुर चाहन्छु। थ्याङ्क यू सो मच। पढाउनुहुन्छ जब हामी यूहन्ना सुसमाचार 2 मा हेर्छौँ, काना सरको विवाहको भोजमा डाक मध्य सकिएको हुन्छ। काना सरको विवाहको भोजमा डाक मध्य सकिँदै गर्दा येशू स्वयं उपस्थित भएर त्यहाँका खाँचो गाह्रोहरू टाढिदिएका थिए। अनि जब हामी देख्दछौँ परमेश्वरले काना सरको विवाहको भोजमा एउटा अचम्मको काम गर्नुभयो। मण्डलीमा गाउँ समाजमा सबैको लागि यस्तो एउटा चेहरा देखाइदिँदैछ जुन चेहराले चाहिँ उनै परमेश्वरको प्रतिनिधित्व गर्दछ। हालेलुया, आमेन। बाइबलले भन्छ, मर्कुस 10:9 भन्छ, अब म तिमीहरूलाई नयाँ जोडीको रूपमा प्रस्तुत गर्नेछु। आमेन। अब म तिमीहरूलाई नयाँ परिवारको रूपमा स्थापना गर्नेछु। अब तपाईँ 2 एक हुनुहुनेछ र पति र पत्नी भएर आजीवन परमेश्वर पुत्र येशू ख्रीष्टको प्रतिनिधित्व गर्नुहुनेछ। गाइस यहाँ चाहिँ फोटो सुट हुँदैछ। दाजु भाउजू कङ्ग्रेचुलेसन। अब चाहिँ हामी जनादेखको भाउजू लिएर सो हेर्दै गर्नुहोस् न। मैले भिडियो गर्नु पाएन बिचमा चाहिँ, किन भन्दाखेरि फोनमा चार्ज नै छैन, फोन निल हुन लागेको छ। हामीले फुल चार्ज गरिकन लिएको थिएन नि त, त्यही भएर सो इमोसनल मोमेन्ट सकिसकेर चाहिँ हामी पनि लागिसक्यो गाउँतिर। सो हामी चाहिँ जाँदैछ हो। सो गाडीको तार चाहिँ हामी जाँदाखेरि 5वटा गाडी लिएर गएको थियौँ, आउँदा चाहिँ 7 कि 8वटा गाडी थियो। सो हेर्नुहोस् ल कतिवटा गाडी छ, हजुरहरू गर्नुहोस् ल। लास्ट भिडियो हो हाम्रो। सो हेर्दै जानुहोस् ल, दुईवटा भयो यो। अनि हजुरहरूलाई मेरो सानो बडो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् ल। अनि यो चाहिँ 24 को हो, 24/1/2026 को हो। अनि मेरो भिडियो चाहिँ धेरै ढिला अपलोड गर्दैछु, किन भन्दाखेरि यतानिर 27 मा दिएको थियो नि त। सो त्यही भएर हामीले
भिडियो एडिट गर्नु पाएन, सो त्यही भएर ओके थ्याङ्क यू फर वाचिङ।